गाइस हो आज चाहिँ फर्सीको मुन्टा खानु पर्यो भनेर बारीतिर जाँदैछु। फर्सीको मुन्टा त खाने बेला त भएको रहेनछ, त्यही पनि मकै बारी भित्र छ गाइस हो। म चाहिँ टिप्न लागेको त्यसैले मैले टिपे। एउटा के हो भन्छ यो घिउ बढी पनि फलेको रहेछ गाइस हो। हेर्नुस् न हाम्रो बारीमा त के फलेको छ। फर्सीको मुन्टा, मकैदेखि लिएर यो के भन्छ सोप, यो टमाटर, खोर्सानी, हाम्रो बारीमा खोर्सानी फलिरहेछ। हेर्नुस् त मैले टिपे फर्सीको मुन्टा अब लिएर जाँदैछु। अब म यही पकाउँछु। अलिकति भए पनि घिउ बढी पनि रहेछ, यसैमा मिसाउँछु आलु पनि। हाम्रो बारीमा साग पनि फलेको छ, हेर्नुहोस् है गाइज। मेरो सासूमा चाहिँ नुहाउनलाई रेडी हुनुहुन्छ। यति धेरै गर्मी छ नि आमामा गाइस, यति धेरै गर्मी छ गाइस। मेरो घरमा कुखुराहरू पनि छ, ठुल्ठुलो भालेहरू। हेर्नुहोस् खाउ लाग्दो छ, तर मेरो सासु आमाले चाहिँ काट्न दिनुभएको छैन। साह्रै राम्रो छ, खाउ लाग्ने बेला भएको छ, खाने बेला भएकोहरू ठिक्क भएको छ। त्यही पनि फाइनली यो चाहिँ मेरा सासु आमाले दिनुभएको छैन। नखानु माया लाग्छ भनेर पालेर राखेको यो बिउ भाले भन्दै हुनुहुन्छ। फाइनली यो चाहिँ आलु। मेरो दाइ आउनु भएको छ। फाइनली गाइस म चाहिँ अब दाल बसाउन आँटेको, सादा दाल। हाम्रो घरमा चाहिँ तेल हालेको खानु होइन। यो चाहिँ लोकल दाल, मुसुरीको दाना भएको। मैले हालेर पकाउँदैछु। यो पाकिसकेपछि फर्सीको मुन्टा हाल्छु। अब यो आलुको सब्जीमा हाल्न आँटेको मसला, यो चाहिँ खोर्सानी, लसुन, अदुवा। गाइस मैले मसला पिसेर हालेँ। आलु पनि पाकिसक्यो। अब म फर्सीको मुन्टा हालेँ, यसलाई मैले चलाएँ। अचार पिस्न आँटेको टमाटर र मलाई बैगुनको अचार बन्छ भनेर थाहा थिएन, तर म अस्ति नै काठमाडौँ गएको थिएँ। त्यतिखेर मेरो भाउजूले बनाउनु भएको थियो, त्यही भएर आज बनाएर हेरौँ कस्तो हुँदो रहेछ भनेर। फाइनली मैले पोलिसकेँ। पिस्न लागेको अब अचार मैले पिस्दैछु। फाइनली मैले चाहिँ पिसिसकेँ। फाइनल गाइस मैले चाहिँ पकाइसकेँ। अचार, दाल, तरकारी, खाना।